कापी कलम लिने यहाँ त काममा रटेका खोज्दैछन् कति बालक घाँस फोहोर थुप्रोमा न त पढ्नु छ न त लेख्नु छ भाषा सडकमा बालक सबै चाहने बाँच्न स्वतन्त्र भएर बस्दैछन् तर बाधाले कति अन्याय सहेर माझेर भाडा त्यो होटलको जीवन गुजर्दै म जस्ता साना ती बालक कहाँ न्याय खै नियमरी त सीमित भयो मात्र ती पनामा कलिला मुन्ना हेर त आज जटिल काममा हेपिन्छन् कति बेचिन्छन् कति दुष्टको शिकार हे सरकार बाल शोषण अब अन्त गर हे सरकार बाल शोषण अब अन्त गर हे सरकार